साथीहरू यहाँ हेर्नुहोस् न आम्बा हो यस्तो पाखामा पनि हैन सिबी रोप्नु भएको रहेछ कि कति मजा लाग्दैको नि मलाई। सिबी थाङ्रा पनि लगाइसक्नु भएको रहेछ। यहाँ पातला रहेछ यता साइडमा चाहिँ हैन, यता चाहिँ अलिक बाक्लै रहेछ। अन्त यहाँनिर इभन त्यो के भन्छ सिमेन्टको बोरातिर पनि माटो मल लगाएर रोप्नु भएको रहेछ हो। खोर्सानी रोप्नु भएको रहेछ। यतिको जोस र जागर चाहिँ हुनु पर्यो नि है। यहाँनिर हाम्रो छ्यामाहरूको पनि कतिवटा झ्याङ छ हौ, दुईटा जस्तो झ्याङ रहेछ कि। तर यो खोर्सानी डल्ले रोपेको चाहिँ धेरै वर्ष भयो। म यहाँनिर छ्यामाहरू सर्नु भएको अलिक बाद अर्को वर्ष बादमा रोप्नु भएको होला हैन। 4-5 वर्ष त भयो जस्तो नि लाग्यो। 4 वर्ष 3-4 चाहिँ भयो हैन। अझै पनि फल दिइरहेको रहेछ आम्बा हो। बोट छिप्पिसक्यो हैन। हेर्नुहोस् न यो चाहिँ हाम्रो यता अर्ग्यानिक डल्ले खोर्सानी हो। एकदमै हेर्दा चाहिँ सानो डल्लो देख्छ तर पिरो चाहिँ खतरनाक हुन्छ है। अन्त यही डल्ले बेगा चाहिँ खाना रुच्दैन कतिजनालाई के हो। यहाँनिर त पाक्दै पनि रहेछ। आहा वाह वाह वाह, उतलतिर पाकेको रहेछ हैन। ए पाकेर पनि तल झरेको रहेछ, त्यहीबाट बियाड हुन्छ हो, बिउ हुन्छ। स्नेक प्लान्ट हाम्रो के भन्छ छ्यामाहरूको चाहिँ यहाँनिर 2 जना हुनुहुन्छ। अब छ्यामा र दिदी बस्नुहुन्छ, अन्त यता भाइ बस्नुहुन्छ हैन। अन्त उहाँहरूलाई चाहिँ यो एउटा 2टा झ्याङले खोर्सानीले थामिरहेको छ। निकै भयो हैन। अब त के भन्छ बोट पनि पुरो भइसकेछ तर नि फल चाहिँ दिइरहेको छ है। बिचारा बुढो भन्नु कहाँ आउँछ हौ, बोटहरूले पनि फल दिनु पर्यो हैन। तर छिनाहरूले नै केयरहरू गर्नुहुन्छ नि, पानी मलहरू हालिरहनुहुन्छ हैन। त्यो भएर पनि ब्याक दिएको होला नि त हैन। मेहनतको फल मिठो हुन्छ भनेको चाहिँ यताबाट देखिन्छ नि है साथीहरू। रुममा बस्नुहुनेहरू पनि कतिजनाहरूले पनि अब इन्ट्रेस्टेडहरूले त टेरेसहरूतिर पनि अस्ति देखाएँ मैले तपाईँहरूलाई, त्यसरी रोप्नुहुन्छ नि है। ठिकै हो नि त। अब यस्तो हुन्छ अब गाउँघरमा त यताउता बारी यताउता के गर्दा एक्सर्साइज हुन्छ। अब बिल्डिङमा बस्नुहुनेहरूको त बिचारा टाइम पास हुँदैन। अन्त यसो टेरेसतिर रोपेर टाइम पासहरू गर्नुभएको एकदमै राम्रो हो नि त। स्वास्थ्यको लागि असल हो है। एक्सर्साइज पनि हुने, बादमा समयमा त्यसले फल पनि दिने, खानु नि पाउने घरैको अर्ग्यानिक हैन। राम्रो कुरा हैन साथीहरू थियो। मलाई त एकदमै राम्रो लाग्छ हो। तपाईँहरूलाई के कसो लाग्छ यसो कमेन्ट गर्नुहोस् ल।